सो हेलो एभ्रिवान, आज चाहिँ हामी नेपाल जाँदैछौँ। हामी बुढाबुढी चाहिँ पहिलोचोटि, त्यो पनि मम्मीलाई नभनेर, फ्यामिलीलाई कसैलाई पनि जानकारी दिएको छैनौँ, दाइलाई मात्र भनेको छौँ हामीले चाहिँ। अनि मेरो बहिनी गरिमालाई भनेको छु, अरू कसैलाई पनि थाहा छैन यो कुरो चाहिँ सरप्राइज भनेर। हामी यहाँबाट ट्राभलको लागि निस्किसकेका छौँ। यो हाम्रो सामानहरू भयो, यो चाहिँ ब्यागहरू छ। मलाई थाहा छैन कसलाई बोलाउने अब दाइलाई, त्यही भएर दाइलाई मैले भने, नत्र दाइलाई पनि भनेको थिएन। पुरै फ्यामिलीको लागि, होल फ्यामिलीको लागि चाहिँ यो सरप्राइज नै हो। अहिले चाहिँ हामी घरदेखि रेलवे स्टेसनको लागि हामी निस्किसकेका छौँ अटोमा। त्यसपछि हामी रेल स्टेसन पुगेपछि म देखाउँछु हजुरलाई ब्याग। फाइनल्ली हामी चाहिँ रेलवे स्टेसन पुगिसक्यौँ बुढाबुढी। यो चाहिँ सामानहरू हो, थकाइ लागिसक्यो यति सामान सार्न पनि, गरुको छ नि एकदम, त्यही भएर यहाँ चाहिँ यति धेरै भिड भएर चाहिँ हामी चाहिँ यहाँ यसरी भैमा बसेका छौँ। किनभने हामीलाई आधा घन्टा बस्नुपर्ने छ, थकाइ पनि एकदम लाग्यो यो बोकेर यता आउँदाखेरि। त्यही हो गाइस, I am very excited, very excited by the way. हामी चाहिँ तपाईँ रेलमा अहिले हाम्रो रेल कुन चाहिँ हो त्यो आएपछि देखाउन सक्यो भने, किनभने 2 मिनटभन्दा बढी चाहिँ यहाँ मिल्दैन ट्रेनहरू। अनि 2 मिनटमा चाहिँ हामीले सामानहरू यत्रो सामान छ, सामान पनि हालिभ्याउनुपर्छ अनि मान्छे पनि चढिभ्याउनुपर्छ। त्यही भएर लेट्स सी के हुन्छ। अरू चाहिँ ट्रेन आइरहेको छ, यो लाइट बलेर आइरहेको चाहिँ ट्रेन हो, ओरेन्ज हामी चाहिँ अहिले
दिल्लीको मेट्रो स्टेसनबाट रेलवे स्टेसनबाट बाहिर आयौँ। अब हामी यहाँबाट क्याब बुक गरेर चाहिँ हामी बस स्टेसन जान्छौँ। दिल्ली आइपुगेको छौँ। बसमा सामान राखेर हामी चाहिँ खाना गइरहेछौँ। दुईवटा भोक लागेको छ। हामीले आज बिहान 7 बजे गाडी चढेको अनि रेलवे स्टेसन हामीलाई कति बजी पुर्यायो? 7 घन्टामा पुर्यायो। 7 घन्टामा अनि यहाँ हामी अटो गरेर यहाँ आउँदासम्म 8 घन्टा लाग्यो बस पार्कमा। अब यहाँबाट साँझको 5 बजे गाडी चढेर हामी नेपाल भोलि 6-7 बजी पुगिहाल्छौँ। हामी खानासाना खाएर आएर बस्छौँ। सो हामी चाहिँ अहिले बसमा बसिरहेका छौँ नेपालको नेपाल भारत मैत्री बस भन्ने ठाउँमा। अनि हामी चाहिँ निलु माइजूको घरमा जान सकेनौँ, पाएनौँ। अहिले चाहिँ हामीसँग टाइम एकदम कम थियो अनि राहुलको छुट्टी पनि थिएन। त्यही भएर चाहिँ हामी सामान पनि धेरै थियो, टाइम पनि कम थियो। त्यही भएर चाहिँ हामी अहिले चाहिँ सिधै नेपाल जान्छौँ। अनि फर्किँदाखेरि चाहिँ हामी कोसिस गर्छौँ माइजूको घरमा जाने। त्यसलेसम्म आएर पनि माइजूको घरमा जान लगाइरहेको छ। त्यही पनि अब सिधै म तपाईँहरूलाई बाटोको अनि त्यसपछि नेपाल गइसकेपछि बाटोहरू चाहिँ नेपालीहरूको ढाबा सबै नेपालीमा चाहिँ हुनुहुन्छ। यहाँ नेपालको गाडीहरू चाहिँ यहीँ रोक्छ। राम्रो भयो नेपालीहरूको लागि चाहिँ। खानाहरू पनि राम्रै छ। यो चाहिँ एउटा दुईवटा हाम्रो यतातिरको 3वटा गाडी। नेपाल टु इन्डिया, इन्डिया टु नेपाल भन्ने एउटा चाहिँ पेट्रोल, एउटा चाहिँ दाङ, एउटा चाहिँ यो नेपालसम्म जाने। हेलो बसहरू ट्रकहरू बसिरहेको छौँ। अनि यहाँबाट चाहिँ रुपैडिया बोर्डर 6 बजे खुल्यो भने रुपैडिया बोर्डर हुँदै चेकिङ गरेर अनि नेपालगञ्ज नेपालगञ्जसम्म जान्छ सायद। नेपालगञ्जबाट अर्को माइक्रो चढेर जानुपर्छ होला। हामी अहिले रुपैडिया आइसकेका छौँ। अनि बसले चाहिँ अलिक ढिलो गर्ने भएर 8-9 बजाउँछ होला त्यो, किनभने यति धेरै लाइन लागेको छ। चेकिङ गर्न टाइम लाग्छ भनेर हामी चाहिँ बुढाबुढी अटो समातेर रुपैडिया गेटसम्म, रुपैडिया गेटबाट अब चेन्ज धेरै गर्नुपर्छ तर पनि छिटो पुग्छौँ। त्यही भएर हामी चाहिँ अटोमा छौँ। अब रुपैडिया बोर्डर हुँदै हामी जान्छौँ नेपाल। यहीँ बोर्डरमा छौँ कि 6 बजी खुल्छ गरेर यताको बोर्डर पनि, रुपैडियाको बोर्डर पनि। हामी चाहिँ अब नेपालको म्याजिक चढिसकेका छौँ। नेपाल पुगिसकेका छौँ भनौँ न। नेपालभित्र हाम्रो इन्ट्री भइसकेको छ। कोटपुरवासीहरू जस्ट वेट एन्ड वाच। फाइनली यो चाहिँ नेपालको हावा हो। यो नेपालको हावा।
यहाँ चाहिँ हाम्रो बाख्राहरूलाई दाना खाने यो चाहिँ छोड बाख्राको हाम्रो स्कुटी माछा मेरो घर आइसके फाइनल्ली होइन हाम्रो नयाँ बाख्रा यिन त सबै नयाँ छन् त मैले चिना त कुनै छैन ऊ त्यही पार्टी मात्र रहेछ यिनी हाम्रा छिमेकी आन्टी तपाईँको मोटिनु आउँछ त पङ्पङ्थी भाउजू म दुब्लाएँ हाम्रो यो तरकारी मन्डी यो भयो सेलरोटी जेरी फ्रुट्सहरू चाहिँ मकैहरू पोलिरहेको अनि त्यहाँ चाहिँ माछाहरू मात्र पाउँछ यहाँ फ्रुट्सहरू यो चाहिँ सिन्की कसरी हो काका 30 रुपियाँ ग्लास खट्टा छ यो चाहिँ गाउँको अर्ग्यानिक लोकल तरकारीहरू मात्र छ यहाँ यो चाहिँ लोकल अर्ग्यानिक त्यहाँ बिरुवाहरू प्लान्टहरू पाउने कन्ट्रोलहरू हुन्छ प्राय म्याक्सिमम आउने ठाउँ नमस्ते हावा त मजाको आइरहेको छ नि यो चाहिँ यहाँ माथिबाट भ्यू देखिने ठाउँ हो हाम्रो नेपालको यो के भन्छ यसलाई साँधेको मासु पोलेको सेकुवा टाइपको चिकन साँधेको भटमास अनि टिमुरको अचार हामी चाहिँ यहाँ अघि बस्दा लाइट थिएन अहिले चाहिँ यहाँ लाइट साइड बलेर झिलिमिली बसिसक्यो ओइ ओइ यस्तो मजाको झिलिमिली भइसक्यो म आज खुसी छु हामी चाहिँ यहाँ मामाको घर आइसक्यो अहिले चाहिँ नयाँ बाहिर गोहरा निवास घर म यहाँ देखाउँछु यहाँ के छ हाम्रो मामाको घर यो चाहिँ पिजडा मामाले गर्नुभएको घरमा यो शेर बाघ बाँदरहरू बुट घोडा सब छ यहाँ मयूर भँगेराहरू हाल्नु भएको छ सुगा हरियो सुगा भँगेरा सब हाल्दै गर्नु भएको छ भँगेरा सब हाल्दै गर्नु पशुहरू भाग्यो गऱ्यो कालीहरू पहिला त धेरै हाल्नु भयो घर बसिरहनु यो चाहिँ लाइट बाल्यो भने पानी पुरा पानी बग्ने गर्नुपर्छ कहिले मामाले माछा हालिदिनु भएको थियो पहिला पशुवा पनि हालिदिनु भएको थियो माछा पनि हालिदिनु भएको थियो मरिहाल्यो खोइ मामा प्रिन्स स्कुल गएको होइन चाहिँ